राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनमा तपाईको प्रदेश सभा खारेज गर्ने भनेर दस्तावेज पेश भयो भन्ने पनि छ। तर यो विषयमा चाहिँ उहाँ के भन्नुहुन्छ त एकपटक यो भिडियो पनि अन्तिमसम्म सुन्नु होला, भिडियो अलि लामो हुन सक्छ। रासोपाले प्रदेश नै खारेज गर्ने भएर गजब डिस्कस छ अहिले नेपालमा। लगभग 550 जना सांसद, मन्त्री, मुख्यमन्त्री छन् प्रदेशमा मात्र। खर्चिलो भनेको त्यस्तै हो, मासिक तलब भत्ता जोड्दा एभरेजमा चान्चुन 72,000 प्रति व्यक्ति, वार्षिक जोड्दा 47 करोड 52 लाख, लगभग एक गाउँपालिकाको वार्षिक बजेट र 5 वर्षको हिसाब गर्दा 2 अर्ब 37 करोड 70 लाख मात्र हो। हर्क साम्पाङको धरान जस्तो 3 ठाउँमा कोसीबाट पानी आउँछ त्यति हो, जबकि त्यस्तै पानीबाट हर्क हुँदा र त्यही पानीको समस्या 20औं वर्षबाट जारी छ। बल्ल योपालि बालेन सरकारले बजेट छुट्यायो। अब जुन विषयमा बोल्दैछु यति बुझियो भने नेपालको राजनीतिक संरचना लगभग सबै बुझिन्छ। पहिलो कुरा छोटो दिमागले बुझिन्न, साइड लाग्दा राम्रो हुन्छ। चुनावको समयमा बालेन शाह र रासोपाले प्रदेशलाई अझ बलियो बनाउने भाषा बोलेका थिए। काठमाडौँ पशुपति दर्शन गर्न जाने हो, अधिकार माग्ने होइन। तर एक्कासी के भयो त? वक्त बदल गया, जज्बात बदल गया, हालात बदल गया। महाधिवेशनबाट प्रदेश सभा खारेज गर्ने कुरा पारित भयो। आउनुहोस् आजको विचार बम्बिङमा यसैको अपरेसन गरौँ। पहिलो कुरा त रासोपाले प्रदेश खारेज गर्छु भनेको होइन, प्रदेश सभा खारेज गर्ने भनेको हो, अथवा प्रदेश सभाको संरचना बदल्ने कुरा गरेको हो। अहिलेको 3 तहको शासन संरचना धेरै खर्चिलो भयो भन्ने हो। एउटै काम धेरै तहबाट दोहोरिन थाल्यो, मन्त्री र पदहरू धेरै भए, कर्मचारी संरचना ठूलो भयो, जनताले सेवा कम पाए, भ्रष्टाचार तलैसम्म फैलियो। स्थानीय सरकारलाई बलियो बनाउने, केन्द्रलाई चुस्त बनाउने र बीचको संरचनालाई पुनर्संरचना गर्ने सोच रासोपाले अघि सारेको देखिन्छ। भारतका राज्यहरूमध्ये एरियाको हिसाबले सबैभन्दा नजिकको मिल्ने राज्य ओडिसा हो। ओडिसाको क्षेत्रफल 1,55,707 वर्ग किलोमिटर, नेपालको क्षेत्रफल 1,47,516 वर्ग किलोमिटर र यस्तै अर्को छत्तीसगढको भारतको राज्य 1,35,192 वर्ग किलोमिटर छ र कर्नाटकको 1,91,791 वर्ग किलोमिटर। भारतमा प्रदेश छन्, तर एउटै प्रदेश नेपाल देश भन्दै ठुलो छन्। त्यस्ता देशमा प्रशासनिक कार्य गर्न अप्ठ्यारो हुन्छ। नेपाल सानो भएकोले चाहिँदैन भन्ने तर्क छ। कुनै कारोबार गर्दा बीचमा दलाललाई नराखी सिधै गरौँ भन्ने बुझिन्छ एकतर्फबाट। माथिबाट केन्द्र छ, तल्लो तहमा स्थानीय सरकार, नगरपालिका, गाउँपालिका छ, फेरि बीचमा प्रदेश सरकार बनाएर चुनाव गराएर समानुपातिक प्रत्यक्ष सांसद, मन्त्री सबै केन्द्र जत्तिकै तामझाम खर्च दुनियादारी। पक्षको कुरा यस्तै छ, तर किन विवाद छ त? सलक्क हेर्दा त राम्रै देखिन्छ। यो सेक्सनमा जानु पूर्व आउनुहोस् नेपालको अहिलेको शासन प्रणाली बुझौँ। नेपालमा अहिले 3 तहको सरकार छ, संघीय सरकार अर्थात् केन्द्र, प्रदेश सरकार र स्थानीय सरकार। केन्द्र भनेको देश चलाउने मुख्य सरकार हो। प्रधानमन्त्री, मन्त्री परिषद, सेना, विदेश नीति, राष्ट्रिय बजेट र ठूलठूला कानून केन्द्रबाट चल्छन्। अहिले रासोपाले प्रतिनिधि सभामा 182 सिट जितेर सरकार बनाएको छ भने प्रधानमन्त्री बालेन्द्र शाह छन्। त्यही संघीय सरकार अर्थात् केन्द्र हो। संघीय संसद 2वटा हुन्छन् फेरि, प्रतिनिधि सभा र राष्ट्रिय सभा। प्रतिनिधि सभा मुख्य चुनावी संसद हो। यसमा जम्मा 275 सांसद हुन्छन् नेपालमा, 165 जना प्रत्यक्षबाट निर्वाचित हुन्छन्, जनताले सिधै भोट हालेर जिताउँछन्। अस्ति भर्खरै थाहा पाउनु भयो तपाईँले जेन्जी आन्दोलनपछि। र बाँकी 110 जना समानुपातिक प्रणालीबाट आउँछन्। पार्टीले देशभर कति मत ल्यायो त्यसको आधारमा समानुपातिक सांसद पाउँछ। स्थानीय सरकार भनेको मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष जस्ता जनतासँग प्रत्यक्ष जोडिएका सरकार हुन्। जस्तै धनगढीका मेयर गोपी हमाल, धरानका पूर्व मेयर हर्क साम्पाङ। सडक, ढल, फोहोर, स्थानीय कर, स्थानीय विकास, जन्म दर्ता, सिफारिस र आधारभूत सेवाहरू स्थानीय सरकारले हेर्छ। अब प्रदेशतिर जाउँ, जुन बारेमा विवाद आइरहेको छ। यसबारे धेरैलाई थाहा नै हुँदैन सांसद को हुन्, उनीहरू चिनिँदा पनि चिनिँदैनन्। तर यहाँ पनि सेम केन्द्रमा जस्तै चुनाव हुन्छ, मन्त्री, अर्थमन्त्री, पूर्वाधार मन्त्री सबै केन्द्रको जस्तै हुन्छ। नेपालमा अहिले 7वटा प्रदेश छन्, कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम। अब रासोपाले यो प्रदेश नै खारेज गर्ने भनेको होइन, प्रदेश सभा खारेज गर्ने भनेको। प्रदेश सभा भनेको प्रदेशको संसद हो। जसरी काठमाडौँमा संघीय संसद हुन्छ, डीपी अर्यालले सदन चलाएको र हर्क साम्पाङहरूले विरोध गरेको यस्तै संसद, त्यसरी प्रदेशको पनि आफ्नै संसद हुन्छ। अहिले प्रत्येक प्रदेशमा मुख्यमन्त्री हुन्छन्, मुख्यमन्त्रीसँग मन्त्रीहरू हुन्छन्, प्रदेश सभाका सांसदहरूले सरकार बनाउँछन्। प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक दुवै प्रकारका सांसदहरू हुन्छन्। नेपालमा अहिले प्रदेश सभामा करिब 550 भन्दा बढी सांसद छन्। सातै प्रदेशमा मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, विभिन्न समिति, सचिवालय र कर्मचारी संरचना छुट्टा छुट्टै छन्। यी सबैको आफ्नै सरकार छ, आफ्नै बजेट छ, आफ्नै मन्त्री छन्। अस्ति प्रदेशका सांसदको बजेटमा कुरा नमिलेपछि सुदूरपश्चिम प्रदेशको बजेट राति 12 बजे ल्याइएको थियो। थाहा पाउनु भयो होला नि, प्रत्यक्षकाले 7-7 करोड र समानुपातिकाले 5-5 करोडमा कुरा मिलेपछि बल्ल 12 बजे बजेट आएको थियो।
प्रदेश सरकारले प्रदेश स्तरीय सडक, प्रदेश अस्पताल, कृषि नीति, प्रदेश शिक्षा, यातायात, प्रदेश विकास योजना, प्रदेश लोकसेवा र प्रदेश कानुन जस्ता काम हेर्छ। तर व्यवहारमा धेरै समस्याहरू देखिए। केन्द्रले धेरै अधिकार आफैसँग राख्यो, कर्मचारीहरू केन्द्रकै नियन्त्रणमा रहे, प्रहरी समायोजन पनि पुरा भएन, बजेट सीमित भयो, धेरै ठाउँमा प्रदेश सरकार र स्थानीय सरकार बीच काम दोहोरिन थाल्यो, खर्च बढ्यो, जनताले काम कम देखे। ठुला प्रदेश भएका विदेशमा प्रदेशले आफ्नो छुट्टै आफैले कानुन बनाउँछन्, केन्द्रसँग मतलबै हुँदैन, बजेट बनाउँछन् आफ्नै, लगभग देश जस्तै हुन्छन् प्रदेश। तर हाम्रोमा कानुन पनि माथिकै ओभरल्याप हुन्छ, बजेट पनि केन्द्रले नै अनुदान दिनुपर्छ। यहीबाट अहिलेको सबभन्दा ठुलो बहस सुरु भएको। अहिले प्रदेशमा जनताबाट निर्वाचित सांसद हुन्छन्, ती सांसदहरूले मुख्यमन्त्री थान्छन्, त्यसपछि मन्त्रीहरू बन्छन्, प्रदेश सरकार चल्छ। तर राष्ट्रपाको बहस के देखिन्छ भने अब प्रदेशमा यति धेरै सांसद र राजनीतिक संरचना आवश्यक छ कि छैन। यदि प्रदेश सभा हटाइयो भने अहिलेका सयौं प्रदेश सांसद हट्छन्, मुख्यमन्त्री र मन्त्री सहितको राजनीतिक संरचना सबै हट्छ। त्यसको ठाउँमा केन्द्रबाट पठाइने प्रशासकीय प्रमुख वा सीमित प्रदेशको संरचना आउन सक्छन्। प्रदेश सभा हटेपछि त्यहाँ संसद नहुन सक्छ, मुख्यमन्त्रीको सट्टा केन्द्रसँग समन्वय गर्ने प्रदेश प्रमुख वा प्रशासकीय प्रमुख हुन सक्छ। प्रदेश कार्यालयहरू रहनेछन्, तर अहिलेको जस्तो ठूलो राजनीतिक संरचना नहुन सक्छ। अर्को सम्भावना भनेको प्रदेश सभा सानो बनाउने पनि हुन सक्छ है। अहिलेको जस्तो धेरै सांसद नराखेर सीमित प्रतिनिधित्व राख्ने, मन्त्री संख्या घटाउने र प्रदेशलाई प्रशासनिक तथा समन्वयकारी भूमिकामा सीमित गर्ने बहस पनि चलिरहेको देखिन्छ। प्रदेश सभा बिना पनि संघीयता हुन्छ कि हुँदैन भन्ने ठूलो प्रश्न उठेको छ। सीके राउत लगायतले अहिलेबाट जोडतोडले यो विषय उठाइरहेका छन्। यद्यपि यो कुरा संविधान संशोधनबाट मात्र हुने भएकोले रासपा एक्लैको बसको बात होइन यो, किनकि राष्ट्रिय सभामा रासपा 0 छ। एमाले कांग्रेसले नचाहेर संविधान संशोधन हुनेवाला छैन। मधेस र जनजाति पक्षधरहरूको तर्क प्रदेश भनेको केवल कार्यालय मात्र होइन भन्ने हो। उनीहरूका लागि प्रदेश भनेको राजनीतिक प्रतिनिधित्व हो, आफ्नो भाषा, पहिचान, समुदाय र क्षेत्रको आवाज निर्णय प्रक्रियामा पुग्ने एउटा संरचना हो। त्यसैले प्रदेश सभा हटाएर कर्मचारीले चलाउने प्रदेश बनाइयो भने त्यो संघीयता नभई केवल प्रशासनिक विकेन्द्रीकरण मात्र हुने उनीहरूको तर्क छ। यो मधेस आन्दोलन, जनजाति आन्दोलन, थारू आन्दोलन, दलित, मुस्लिम र सीमान्तकृत समुदायको प्रतिनिधित्वको मागबाट आएको व्यवस्था हो। हेर्नुहोस्, काठमाडौँ केन्द्रित राज्यले वर्षौंसम्म सबै अधिकार आफैसँग राख्यो भन्ने अनुभूतिबाट संघीयताको माग उठेको हो। त्यसैले मधेस र जनजाति पक्षधरहरू प्रदेश सभालाई केवल संसद होइन, आफ्नो राजनीतिक स्वामित्वको प्रतीक नै मान्छन्। ठूलो आन्दोलनले स्थापित भएको कुरा त्यसै छोडिन्छ त? हामीले सामान्य बोलेको कुरा फेर्न त कति तर्क गर्छौँ, हामी झगडा नै गर्न खोज्छौँ। यो त आन्दोलनबाट स्थापित भएको कुरा हो। यदि एमाले कांग्रेस मिलेर प्रदेश सभा खारेज नै गरे पनि अलिक दिन साना ठूला दंगा हुने भने निश्चित नै हो। अब अर्को महत्त्वपूर्ण कुरा राष्ट्रिय सभा हो। राष्ट्रिय सभा संघीय संसदको माथिल्लो सदन हो, जहाँ जम्मा 59 सदस्य हुन्छन्। 56 जना प्रदेशबाट निर्वाचित हुन्छन् र 3 जना राष्ट्रपतिबाट मनोनित हुन्छन्। राष्ट्रिय सभा चुनावमा जनताले सिधै भोट हाल्दैनन्। प्रदेश सभा सदस्यहरू, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका मेयर, उपमेयरले भोट हालेर राष्ट्रिय सभा छान्दछन्। अर्थात् यसमा मुख्य भोटिङको जिम्मेवारी भनेको प्रदेश सभाका सदस्यहरूको हुन्छ। यही कारणले स्थानीय सरकार र प्रदेश सभा राष्ट्रिय राजनीति बनाउन एकदमै महत्त्वपूर्ण हुन्छन्। संविधान संशोधन गर्न बालेन, हर्क, रवि भएको प्रतिनिधि सभाले मात्र सकिन्न, त्योभन्दा माथिल्लो राष्ट्रिय सभा पनि हुन्छ, जहाँ अहिले रासपा 0 छ। अब यहीँबाट अहिलेको मुख्य राजनीतिक बहस सुरु हुन्छ। नेपाललाई बढी चाहिएको चाहिँ के हो? प्रतिनिधित्व कि छरितो शासन? प्रदेशलाई सुधार गर्ने कि संरचना नै बदल्ने? र हो, तपाईले यो भिडियो अन्तिमसम्म हेरेर तपाईले के थाहा पाउनुभयो त? के प्रदेश खारेज गर्दा ठिक छ, भइरह्यो ठिक छ त? कृपया आफ्नो विचार कमेन्ट गर्नुहोला।